सबसे नमस्कार, म अशोक बेलवासी। यति बेला हामी राप्ती गाउँपालिका वार्ड नम्बर 2 कठामा छौँ। हामी शिवप्रसाद चौधरी घरमा आएका छौँ, जुन चाहिँ आफैमा अपाङ्ग हुनुहुन्छ। यहाँ यो 22 वर्षको उमेरमा यो अवस्थामा यहाँ यसरी छटपटाइराख्नु भएको छ। उहाँलाई स्याहार सम्हार गर्ने जुन बाबा हुनुहुन्छ, बाबालाई पनि देशभरि काम गर्न बाहिर जानुपर्ने, छाक टार्नको लागि काम गर्नुपर्ने भएको अवस्थाले गर्दा पनि उहाँलाई हेरचाह गर्ने कोही पनि हुनुहुन्न र आमाको निधन 2 वर्ष पहिला नै भएको थियो र उहाँलाई केही समय पहिला अझै केही राम्रो थियो, सुधार थियो, हिँड्न सक्नुहुन्थ्यो अथवा केही रिकभर थियो। तर अहिले चाहिँ उहाँलाई जति स्याहार सम्हार गर्ने मान्छे हुनु भएन, उहाँको अवस्था झनपछि झन् दयनीय भयो भन्ने कुरा पनि आएको छ। त्यस कारणले गर्दा एकदम यो चाहिँ पीडादायी अवस्था छ। अहिले यो समय हिउँदको समय भएर उहाँलाई यतिको भएको, जब यो बर्खाको समय आउँदै गर्दा पनि उहाँलाई अझै बढी अप्ठ्यारो छ। यहाँ बाहिर पानी आउँछ अनि यहाँ त्यहीँ पानीमै आउने भिज्ने अनि त्यसरी बाबा घरमा नआउने, काम गर्न जाने अवस्था भइसकेपछि अलिकति बढी अवस्था गम्भीर भएको नि छ। र उहाँलाई यदि हामी सबै मिलेर सहयोग गरेर यहाँलाई उपचार गर्न पनि हामी सक्छौँ। यदि कसैले चाहिँ तपाईँहरूले सहयोग गर्न चाहनुहुन्छ भने उहाँको हामीले खाता नम्बर पनि राखिदिएका छौँ। यदि कोही इच्छुक हुनुहुन्छ भने सहयोग गरेर यहाँलाई उपचार गरेर कम्तीमा पनि केही निको भएर उहाँ चाहिँ हिँड्न सक्ने अथवा आफूलाई दिशा पिसाब चाहिँ ठाउँमा गर्न सक्ने अवस्थासम्म ल्याउन सक्यौँ भने धेरै राम्रो हुने थियो। त्यस कारणले गर्दा जुन अवस्था मैले तपाईँलाई मेरो अगाडि देखाइरहेको छु, शिवप्रसाद चौधरी अहिले उहाँ 22 वर्षको हुनुहुन्छ। यो अवस्थामा अहिले उहाँ न हिँड्न सक्नुहुन्छ र त्यति राम्रोसँग बोल्नु हुँदैन पनि, र उहाँले दिशा पिसाब पनि जहाँ बस्नुहुन्छ त्यही नै गर्नुहुन्छ। त्यस कारणले गर्दा उहाँको उपचारको लागि र उहाँलाई उहाँको सहज जीवनयापन जिउनको लागि यदि कसैले सहयोग गर्न चाहनुहुन्छ भने हजुरहरूलाई हामीले उहाँले भत्ता बुझ्नुहुन्छ, अपाङ्ग भत्ता पनि बुझ्नु भएको छ। उहाँको अपाङ्गता भत्ता बुझ्ने खाता नम्बर हामीले राखिदिएका छौँ। यदि हजुरले सहयोग गर्न चाहनुहुन्छ भने त्यो खातामा सहयोग गर्नुहोला र तपाईँ हामी सबै मिलेर उहाँलाई सहयोग गरेर उहाँको जीवनयापनलाई सहजताको निम्ति सहयोग गरिदिनुको लागि तपाईँहरूको बिचमा अपिल गर्न चाहन्छु। हस्, धन्यवाद।